नमस्कार सबैजनालाई प्रणाम। म आज कालिम्पोङको मङ्गलधाम परिसरमा आएको छु। सानो काम परेको थियो, बाटो काटेर नजाउँ, मङ्गलधामको दर्शन चाहिँ गर्नु पऱ्यो भनेर दर्शन गर्नको लागि ठक्क आएँ। अनि तपाईँहरूलाई पनि देखाउनु पऱ्यो, यसो टाढैबाट भए पनि देखाउँछु। भित्र त जाने समय छैन र भए पनि जानु पऱ्यो भनेर। यो चाहिँ मूलद्वार हो र यतापट्टि यसो बस्ने ठाउँ छ, पार्क छ सानो। अनि यतापट्टि देख्नु हुँदैछ मङ्गलधाम मन्दिर है, ठुलो मन्दिर यहाँ छ। र तपाईँहरूलाई यो देखाउनु रहर लाग्यो र अब म आएर हेरिसकेपछि तपाईँहरूलाई पनि दर्शन गराउनु पऱ्यो भनेर चाहिँ सबैलाई दर्शन गराउनको लागि र सबैले दर्शन गर्नुहोस्। सबैलाई प्रणाम।